नमस्कार, वेलकम टु शरद अधिकारी युट्युब च्यानल। आज चाहिँ हामी एउटा सानो मोटो भ्लग लिएको छौँ। पहिले पनि मोटो भ्लगिङ गरिरहेको हो शरद अधिकारी युट्युब च्यानलमा। त्यो चाहिँ तपाईँहरूलाई आज फेरि धेरै समयपछि चाहिँ हामीले फेवा लेक, वान अफ द मोस्ट पपुलर लेक इन द वर्ल्ड, वी आर गोइङ हियर एन्ड बोटिङ एन्ड दर्शन टेम्पल तालपाराई। किप वाचिङ, किप ब्लगिङ। र नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरेर माया गर्नुहोला, हाम्रो फ्यामिली मेम्बरहरू जोडिनुहोला। हामी 1.51K को मेम्बर भइसकेका छौँ। किप वाचिङ, किप ब्लगिङ। A few moments later. Turn right onto Filamarga, then turn right onto Bidam Road. Head northwest on Filamarga toward Gantavia Street, then make a U-turn at Gantavia Street. अरे कहना क्या चाहते हो? गाइजहरू हामी त ठ्याक्कै आइपुग्यो। अब ठ्याक्कै गएर टिकट लिन्छौँ, त्यसपछि ज्याकेट लिएर बोटिङको तर्फ अगाडि बढिरहेका छौँ। तपाईँहरूलाई यस्तै यस्तै नयाँ भिडियो देखाउने क्रममा आज चाहिँ तालबाराई मन्दिर र बतालको बोटिङ देखाउन आइपुगेका छौँ। तपाईँहरूले एकदम यो हेरेर इन्जोय गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ र लाइक कमेन्ट सेयर गरेर माया गर्नुहुन्छ भन्ने पनि लागेको छ। तपाईँहरूलाई एकदम नयाँ नयाँ ठाउँ घुमाउने क्रममा अब सबैको सधैँ समय हुँदैन अनि आफ्नो स्वास्थ्य पनि साथ दिँदैन। त्यस्तै यस्तै नयाँ नयाँ ठाउँ घुम्न त सबैलाई इच्छा हुन्छ। त्यो इच्छाहरूको परिपूर्ण गर्नका लागि चाहिँ आज हामी ठ्याक्कै यो सेवा आइपुगेका छौँ। माथिपट्टिको साइड रहेको छ, यताबाट चाहिँ बोटिङ यतातिर लेख्न देख्न सक्छौँ। सेवा बोट एसोसिएसन पर आवर विथ ड्राइभर 900 रुपियाँमा चाहिँ 1 घन्टा घुमाइदिने रहेछ ड्राइभरको साथमा। जतिजना तपाईँहरू हुनुहुन्छ सबै अटिन्ने जतिलाई घुमाउने एउटा ऊ रहेछ। अब हामी त्यतापट्टि हेर्दाखेरि चाहिँ एउटा बोटमा 4 जना छन्। 4 जना भनेर हामीलाई यहाँको स्थानीय जानकारी दिनुभयो, एकदम खुसी लाग्यो। त्यस्तो जानकारीलाई त गर्दै गएर थाहा हुन्छ। सिधै सुरुमा सबैलाई कहाँ इन्फर्मेसन हुन्छ र तपाईँलाई देखाउँदैछौँ। किप वाचिङ, किप लभिङ। गाइजहरू अब हामी भ्लगिङ गर्दै तपाईँहरूलाई घुमाउने क्रममा चाहिँ आज पोखराको फेवाताल आएका छौँ। यहाँको दृश्यहरू तपाईँहरूलाई देखाउँदैछौँ। तपाईँहरू भ्लग हेरेर आनन्दित हुँदै हुनुहुन्छ होला। जहाँ जस्तो ठाउँमा जस्तो परिस्थितिमा हुनुहुन्छ तपाईँहरूले हाम्रो भ्लगलाई हेरेर चाहिँ इन्जोय गरिरहनु भएको छ जस्तो हामीलाई लागिरहेको छ। तपाईँहरूलाई घुमाउने क्रममा चाहिँ हामी यो तालबाराई मन्दिरदेखि अलिकति मास्तिर रहेको यो बोटिङ टिकट काउन्टर छेउमा घुमिरहेका छौँ। यहाँ चाहिँ यस्तो प्रकारको छ। यिनी पनि छन् यहाँ तपाईँलाई धेरै ठाउँ घुमाउन मलाई मन लाग्छ। अब समय परिस्थितिका बावजुद पनि कहिलेकाहीँ भ्याइन्छ, कहिलेकाहीँ भ्याइँदैन, समस्या पनि हुन्छ। यो भनिदिनु के गरिरहनु भएको छ तपाईँले ब्लगमा? निकाल्नु भएको माछाहरू पाउँदैन। यतापट्टिको दृश्य अब हामी देखाउँछौँ तपाईँहरूलाई। यता बोटिङ भइरहेको देख्न सक्छौँ। कस्तो फिल भइरहेछ त यहाँ पोखरा फेवाताल आउने? अनि तिमीले दर्शक श्रोता मित्रहरूलाई जो हामीलाई भ्लग हेरेर जहिले हाम्रो च्यानल सब्सक्राइब गरेर एकदम माया गर्नुलाई के भन्छ? धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही हो फेवातालको बारेमा के भनिदिनु?
लाइसेन्स दिएको मान्छेले अब यहाँ हान्ने त्यहाँ हान्ने भन्ने थाहा छैन लाइसेन्स दिएको मान्छेलाई होइन सुनादालको बारेमा केही सिक्दैन एकछिन हानेको भाइ एकछिन हानेको है A few moments later. Oh, where are the ball? बुझ्नु न छैन भाषामा कस्तो ड्यान्स गर्नु Yeah, just take a seat. फोटो खिच्न लाउनु अरे हौ फोटो खिच्न लाउने Nice to meet you. Thank you. Nice to meet you. Thank you, thank you. We go there, Talmarai temple. Do you want to go with me? Okay, okay. Enjoying of Pokhara. Nepali. Yeah. A few moments later. उहाँ जान्थ्यो ल उयो बुझ हाई के भन ल कस्तो भइरहेको कस्तो भइरहेको अब फोटो खिच्न फेवाताल घुम्दाखेरि कस्तो अनुभव भइरहेछ धेरै इन्जोय गरिरहेको धेरै इन्जोय फोटो भयो फोटो खिच्न चो टेम्पल अब चाहिँ हामी ठ्याक्कै त्यो श्री तालबाराई मन्दिर आइपुगेका छौँ बोटिङ गरेर भर्खरै आयौँ त्यहाँ हामीलाई दाइले पनि पर्खिनु भएको छ यतापट्टि परेवाहरू एकदम धेरै देखिन्छ एकजना हाम्रो चाइनिज ब्लगर पनि आउनु भएको छ साथमा उहाँ चाहिँ उता व्यस्त हुनुहुन्छ एकदमै उहाँ भिडियोमा एकदम लागिरहनु भएको छ अनि उहाँले एउटा कानमा ऊ पनि लाउनु भएको छ त्यो त देखाउँछु हाई से where is your birthplace? Yeah, Zhongmiu. Miu. हामी ठ्याक्कै श्री तालबाराई मन्दिर आइसकेका छौँ अब यहाँ भित्र मन्दिर छ हामी देखाउनेछौँ यहाँ हाम्री धर्मपत्नीले यहाँ तयार गर्दैछन् पूजा आजलाई चलाउने कुराहरू ठ्याक्कै तालबाराईको मन्दिर दर्शन गरेर आइसकेका छौँ यहाँ चाइनिज भ्लगरलाई हामी फोटो खिच्दैछौँ पहिला मानसरोवरमा घुम्न जाँदाखेरि चाहिँ भेटेको साथी आउँदैछन् एकदमै रमाइला छन् जानु अरे हौ फोटो खिच्ने इच्छा भएर चाहिँ फोटो खिच्दैछ सँगै खिच्ने भन्छन् एक्लै खिच्दैनन् नि ए उ त जानु न फोटो खिचिरहेको बल्ल हामीले हँसाउन सफल भएका छौँ फोटो खिच्नको लागि फोटो पनि हाम्रो सुट भइसकेको छ अब हामी घुम्न जाँदैछौँ अब हामी तालबाराई मन्दिर दर्शन गरेर निस्किन लागेका छौँ उतापट्टि ढुङ्गा यतातिर सिङ्गल फोटो खिच्नको लागि एकदम राम्रो ठाउँ छ फोटो खिच्न नपाएर हैरान भइसक्यो भ्लग स्टक बन्द भइदियो सरकार A few moments later.
我ထွက်了， फोटो खिच्न तपाईँको र मेरो 我ထွက်，我好像我ထွက်了，我天，他就 सेल्फी 我 हान्नु न हौ 没有了，我 मलाई हावा दियो मैले 啊， सेल्फी त भइरहेको थियो यहाँ फोटो माथिबाट उयो के अरे फोटो खिच्न न भनेर भन्दै थियो 哦，我 कस्तो ထွက်了， भइरहेको 我 थियो ထွက်了， ब्लगरहरू उयो पहिरो रिस उठाएर 要出错味在里边。 पहिरो चाइनिज गइरह चाइनिज बोल्ने चाइनिज पहिरो रिस उठाएर हामीलाई एकदमै गाह्रो पछि बनाइरहेको आएर दिक्क लागिसक्यो पैसा झिक्न भने चाहिँ फेरि मन्दिरमा 100 रुपियाँ चढाउन झिकिरहेको थियो झन् 10 रुपियाँ चढाइदिएको अहिले चाहिँ फेरि कुरै मिलाउँदैन टिका पनि लाउनु चाहिँ मान्यो दाइ हामीलाई पुरा अहिले चाहिँ हामी तालबाराई मन्दिरबाट यता माथि ल यताको ठाउँको नाम के गुरुङ गाउँ जाँदैछौँ एकदम रमाइलो छ घाम पनि लागिरहेछ यतापट्टि यासु चाहिँ माई जीवन साथी वी आर के भन्छ त यहाँ इङ्ग्लिसमा यसलाई बोटिङ होइन बोटिङ वी जस्ट बोटिङ इन फेवा लेक किप वाचिङ गाइज एन्ड सपोर्ट आवर युट्युब च्यानल सरोज अधिकारी युट्युब च्यानल वी हेभ अ हट चाइनिज म्यान हियर सी इज भेरी छुइया लोभी के भन्छ लोभी एकदमै लोभी छ जान खोज्ने तर उहाँ परबाट मलाई तालबाराई मन्दिर पुऱ्याइदियो भनेर भनौँ अनि हामी कहाँ थियौँ अघि हामी पर उता पर के भन्छ त ठाउँलाई उताको बाराई घाटतिर थियौँ त्यति बेला भनेको थियो अनि माया लागेर घुमाइदिएको यसको लागि हामी बाइकमा नचढिहाल्नु थियो बाइकमा नचढ्यौँ बाइक राखेर आयौँ तर दुःख पायौँ ठिकै छ त्यही पनि गाइजहरू यस्तो व्यक्तिहरूसँग चाहिँ हजुरहरू बस्नु होला अलिक नजिक हुन खोज्छन् धेरै उनले चाहिँ नेपाली पत्नी मिलाइदियो पनि भन्दै थियो मलाई अघि एकदम तर हामीले त्यस्तो यसलाई गरेनौँ राम्रै रहेनछ यता बोटिङ भइरहेको छ यताबाट हेलो स्विटी यसो भयो है तर कस्तो टाउको कत्रो देखेको त कति राम्रो आएको तपाईँलाई क्या यहाँ एउटा लाउन छुट्टी छ नि तल भएछ नि भएन अब एकदमै रमाइलो छ चिसो चिसो मौसम भएछ घाम कटिसकेपछि जाडो जाडो भयो एकछिनमा हामी ज्याकेट र कोट पनि लाउने विचार गरिरहेका छौँ अहिले चाहिँ गुरुङ गाउँतिर लाँदै हुन्छ हामीलाई दाजु रमाइलो छ आनन्द छ किप वाचिङ घरमै बसी बसी तपाईँहरू चाहिँ फेवाताल घुमेको आनन्द लिनुहोला भ्लग हेर्दै गर्नुहोला अब हामी सिन देखाउँछौँ कति यहाँनिर कति मान्छे मरिसक्यो नि कति जान्छ ती म त डुबेर कि आफै हाम फालेर मरेको हुन्छु चाहिँ सुसाइड गर्छन् यहाँ है सुसाइड गर्नु हुँदैन गाइस लभमा धोका पारेर मात्रै सुसाइड गर्नु हामी धोका नपाएकाले गर्दैन हामी धोका नपाएकाले गर्दैनौँ हामी बिहेमा धोका पाएकाले गर्दैन रमाइलो फेवातालको फेवातालमा साइली सम्झनामा तिम्रो कसरी झला बनाइदिनु नगर भन्दैछ एकदमै रमाइलो नेपालको झन्डाको आकृतिको यहाँ राखेको रहेछ नफरफराउने छ त्यो पनि हेर्नु होला इन्जोय गर्नु होला यतापट्टि मन्दिर तालबाराई अब हामी चाहिँ फर्किँदैछौँ बोटिङबाट तपाईँहरूलाई भ्लगमा हामीले फेवातालको दृश्यहरू जति देखाउन सक्यौँ त्यति देखाएका छौँ यहाँ चाहिँ अहिले माछालाई चारोहरू हाल्न पनि खै पाइँदैन रहेछ र हामीले चारो उतापट्टि साइडबाट पाइने रहेछ तर अब हामी यता आइसकेका छौँ त्यो तपाईँहरूलाई दृश्य देखाउन सकेनौँ त्यसको लागि चाहिँ सरी भन्छौँ म यहाँ हात त्यहाँ हाल्दैछु
पुग्दैन माछा नै छैन होइन ए, रमाइलो भएको छ कस्तो घामको किरण ठ्याक्कै आयो कस्तो अनुहार कालो देखियो कालो अहँ। कालै हुनुहुन्छ र कालो कालो मान्छे कालो हुनुहुन्छ ल किप वाचिङ गाइस अहिले चाहिँ हामी ठ्याक्कै आइपुग्न आँटिसक्यौँ फर्किन आँटिसक्यौँ कस्तो फिल भयो तिमीलाई यो भ्लगका दर्शकहरूलाई यसो जानकारी दिनुहोस् हाम्रो एकजना दाजुले बोरिङ गर्नुभयो एकदम धेरै बोरिङ को दाजु चाइनिज सानो भिजेछ पनि नुपुरा चोयो चोयो A few moments later. Guys, we meet our son-in-law. Please tell me our viewer in YouTube. के हुन सकिन्छ तपाईँ यसमा भन्नु लायक ओके हेलो भियर्स सी इज माई सिस्टर एन्ड ही इज माई ब्रदर इन ल न्यूली म्यारिड ब्रदर इन ल सो आई कुडन्ट अटेन्ड देयर वेडिङ सेरेमनी सो आई केम हियर टु डिस्टर्ब देम टुडे No, no. So why- We also enjoy meet with you. Okay. My brother. So I would like to congratulate both of you from depth of my heart for your happy married life. Thank you so much. Okay, well, nice to meet you. Bye. Thank you so much.